हेलो गाइजहरू, ल हेर्नुहोस् है, अब कतारमा चाहिँ आज एकदम वायु प्रदूषण भएको छ धेरै। अब यो वायु प्रदूषण चाहिँ यस्तो छ कि सिटी सहर बजारदेखि लिएर बाहिरको काम गर्ने ठाउँहरूमा पनि यस्तो अत्याधिक मात्रामा धुलो उडिराखेको छ। तपाईँहरू बाहिर काम गर्न हिँडिरहनु भएको छ भने पनि एकदम मास्क लाएर सेफ्टीका साथ काम गर्नु होला। यसले चाहिँ यो मौसम चेन्जसँगै मान्छेलाई बिमारी बनाउने रुगा मर्की यस्तो खाले भाइरस पनि आउन सक्छ। तपाईँले कतारको अहिलेको अवस्था आजको अपडेट, ताजा अपडेट। हामी चाहिँ ड्युटी जाने बेलामा यति अन्धकार छ कि यो तुषारो पनि होइन, हुस्सो पनि होइन, यो यतिसम्म अत्याधिक मात्रामा धुलो उडेर वायुमण्डल यहाँ कतारको चाहिँ अवस्था यस्तो देखिएको छ। प्रदूषण धेरै धुलो धुवा प्रदूषण भएको छ, अत्याधिक हावाहुरी चलेर कतारको आजको ताजा अपडेट तपाईँको माझमा देखाइरहेका छौँ। हेर्नुहोस्, आकाश पुरा कालो मण्डल छ, एकदम कालो मण्डल छ। यहाँ काम गर्ने मान्छे हेर्नुहोस्, यहाँ पुरा मास्क लाएर चाहिँ हिँड्न पर्ने अवस्था छ।